सबैलाई नमस्ते। म केदार नेउपाने हजुरहरूलाई आज म युट्युब थम्बनेल कसरी बनाउने भन्ने कुरा सहजीकरण गर्न गइरहेको छु। हजुरहरू पनि यदि युट्युब च्यानल खोलेर युट्युबबाट अर्निङ गर्ने सोचमा हुनुहुन्छ भने हजुरहरूलाई यो भिडियो महत्त्वपूर्ण हुन सक्छ। तसर्थ यो भिडियोलाई स्किप नगरी पुरा हेर्नुहोला। म हजुरहरूलाई मेरो मोबाइलको स्क्रिनमा लैजान्छु। अब यो मोबाइलको स्क्रिनमा हजुरहरूसँग CANVA क्यानभा भन्ने एप्स हुनुपर्छ युट्युब थम्बनेल बनाउनको लागि। यो यदि क्यानभा एप्स छैन भने हजुरहरूले प्ले स्टोरमा गएर CANVA क्यानभा टाइप गरेर सर्च गरेर क्यानभा एप्स हजुरहरूले इन्स्टल गर्न सक्नुहुन्छ। यो क्यानभा एप्स इन्स्टल गरिसकेपछि ओपन गर्नुहोला। हजुरहरूलाई क्यानभा एप्स ओपन गरेर मैले देखाउँछु। अब यो क्यानभा एप्स खुलिसकेको छ। यो क्यानभा एप्समा जुनसुकै डिजाइनको थम्बनेलहरू पनि बनाउन सकिन्छ। म हजुरहरूलाई एउटा थम्बनेल बनाएर थम्बनेल डिजाइन गरेर देखाउने छु। हजुरहरूलाई एउटा थम्बनेल डिजाइन गरेर म देखाउने छु। ल, एउटा थम्बनेल आइसकेको छ। अब यहाँ हजुरहरूले भिडियोको शीर्षक नेम टाइप गर्नुपर्ने हुन्छ। जसको लागि यो टाइप गरेकोलाई पहिला डिलिट हान्नुहोला। डिलिट हानिसकेपछि यसलाई हामीले डिलिट हान्नुपर्ने हुन्छ। यो डिलिट दुईटैलाई डिलिट हान्नुपर्छ। यसमा केही कुरा लेखौँ। हाउ टू मेक YouTube thumbnail। यसलाई पनि डिलिट गर्नुपर्ने हुन्छ। हाउ टु मेक YouTube thumbnail। YouTube thumbnails। हाउ टु मेक YouTube thumbnails भन्ने भयो। अब यसमा लेख्ने कुरा अब हजुरहरूले भिडियोको शीर्षक लेख्नुपर्छ। मैले हाउ टु मेक YouTube thumbnail भनेर लेखेँ। अब यसलाई यताउता सार्न पनि सकिन्छ। YouTube थम्बनेल। यसमा थम्बनेल बीचमा ल्याउनु होला। YouTube THUMB
हाउ टु मेक युट्युब थम्बनेल भन्ने भयो। अब यसलाई हजुरहरूले यताउता सार्न पनि सक्नुहुन्छ, यताउता सार्न सक्नुहुन्छ। अब अलिकति सानो पनि बनाउन सकिन्छ। यसलाई सानो पनि बनाउन सकिन्छ। अब यति गरिसकेपछि हजुरहरूले एउटा फोटा ल्याउनु पर्ने हुन्छ। आफ्नो फोटा भए पनि त्यसपछि भिडियोको क्लिप्सको फोटा भए पनि भिडियोको क्लिप्स भए पनि ल्याउनु पर्ने हुन्छ। अब आफ्नो फोटा ल्याउनको लागि यहाँनिर थम्बनेलको THU THUMB अब फोटा ल्याउनको लागि हजुरहरूले यो तल टेक्स्ट, तल डिजाइन छ, त्यसपछि एलिमेन्ट टेक्स्टमा जानु होला। यो टेक्स्टमा गइसकेपछि हजुरहरूले टेक्स्टमा राइटिङको लागि हो, हजुरहरूले ग्यालरीमा जानु होला। ग्यालरीमा गइसकेपछि हजुरहरूले फोटा ल्याउन सक्नुहुन्छ। फोटा ब्याकग्राउन्ड रिमुभ भएको फोटा ल्याउनुपर्छ। यो फोटालाई ब्याकग्राउन्ड रिमुभ कसरी गर्ने भन्ने कुरा म हजुरहरूलाई एकछिन पछाडि भन्ने छु। अब पहिला यो ब्याकग्राउन्ड रिमुभ भएको फोटा म सेलेक्ट गर्छु। सेलेक्ट गरिसकेपछि एड टु पेजमा जानु होला। एड टु पेजमा गइसकेपछि यहाँनिर हाम्रो थम्बनेलमा फोटा आइसकेको छ। यो फोटालाई सानो ठुलो बनाउन मिल्छ, तलमाथि सार्न पनि मिल्छ है। यसरी सार्न पनि मिल्छ अनि तलमाथि लैजान पनि मिल्छ। यसरी तलमाथि लैजान मिल्छ, सार्न मिल्छ। यो फोटालाई क्रप जसरी पनि गर्नु हाउ टु मेक युट्युब थम्बनेल्स भन्नुभयो। अब यसरी युट्युब थम्बनेल हाम्रो तयारी भयो। अब युट्युब थम्बनेल तयारी भइसकेपछि हामीले यसलाई डाउनलोड गर्नुपर्छ। डाउनलोड गरेपछि यो हाम्रो ग्यालरीमा जानेछ। ग्यालरीमा गइसकेपछि हामीले भिडियोमा पोस्ट गर्नेछौँ। अब ग्यालरीमा हामीले जानको लागि यसलाई डाउनलोड, माथि डाउनलोडको सिम्बल छ, तल डाउनलोड भन्ने छ, यो डाउनलोडमा हान्नु होला। डाउनलोडमा हानिसकेपछि तल डाउनलोड्स छ, डाउनलोड गर्नु होला। अब यो डाउनलोड हुन केही सेकेन्ड लाग्छ। ल डाउनलोड भइसकेको छ। डाउनलोड भइसकेपछि अब यो हाम्रो ग्यालरीमा गएर बसेको हुन्छ। अब हामीले ग्यालरीमा चेक गरौँ। ग्यालरीमा चेक गरेपछि गएको छ कि छैन भन्ने थाहा हुन्छ। ग्यालरीमा यसको केलेन स्पेस यो ग्यालरीमा डाउनलोड भएको कुरा आएन। अब यो उसमा फाइल म्यानेजरमा आछ होला। फाइल म्यानेजरको कुरालाई
यो फाइल मेन हाउ टु मेक युट्युब थम्बनेल्स भन्ने यो ग्यालरीमा आछ। हामीले यसलाई फेरि डाउनलोड गर्नु पर्यो। हामीले बनाएको थम्बनेल यहाँनिर छ। यसलाई फेरि डाउनलोड्समा हानौँ न त। यसलाई डाउनलोड सेभ डाउनलोड सेटिङ। अब यो डाउनलोड अब यो डाउनलोड हुन केही समय लाग्छ। अब यो डाउनलोड भइसकेको छ। अब हाम्रो ग्यालरीमा गएको छ होला। ग्यालरी